म तपाईँलाई एउटा सेफ्टीको बारेमा भन्छु है। अहिले म्याक्सिममै तपाईँको फायर एक्सटिङ्ग्विसरमा चाहिँ तपाईँको एबिसी मल्टिपर्पज भनिन्छ है। यो चाहिँ तपाईँको के हो भने चाहिँ के केसमा काम लाग्छ भने चाहिँ मान्छेले सोधिबस्छ है। यो कस्टमर भयो, तपाईँको यो प्राइभेट सेक्टर भयो, गभर्मेन्ट सेक्टर भयो, सप भयो है, अफिस भयो, जुनै पनि फिल्डमा सोध्छ है अब सेफ्टीको बारेमा होइन। एबिसी भनेको चाहिँ के हो भन्छ, कहाँ के काम लाग्छ भन्छ, कहाँ युज गर्नु आगो लाग्दा भन्छ होइन। एन्ड एबिसी फायर एक्सटिङ्ग्विसर इज अ मल्टिपर्पज डिभाइस डिजाइन टु फाइट 3 कमन टाइप्स अफ फायर्स होइन। क्लास A, B and C using dry chemical agent, typically monoammonium phosphate. It is effective against ordinary combustible, wood, paper, flammable liquids होइन, ओइल, ग्यासोलिन त्यसमा नि युज सक्छ। एन्ड इलेक्ट्रिकल इक्विपमेन्ट्समा नि हामीले युज गर्नु सक्छ। र एबिसी फायर एक्सटिङ्ग्विसर चाहिँ तपाईँको मल्टिपर्पजमा काम लाग्छ। र हामीले यो 3टा A and B and C तपाईँलाई मैले भनेको छु है। यो तपाईँको ड्राई केमिकल वुड पेपरमा नि युज हुनसक्छ, तपाईँको ओइल फ्याट्समा नि युज हुनसक्छ, एन्ड इलेक्ट्रिकल इक्विपमेन्ट्समा नि हामीले युज गर्नु सक्छ। र यो इन्डस्ट्रियलमा, सपमा, अफिसमा मात्रै नभएर एभ्री यो तपाईँको प्राइभेट प्रोपर्टिजमा नि हामीले युज गर्न सक्नुहुन्छ। किनभने सेफ्टी भन्ने चाहिँ जहाँसुकै राखेको हुन्छ आफूलाई फाइदा हो, लाइफ पनि बाँचिन्छ, प्रोपर्टी पनि बाँचिन्छ। र अलवेज सेफ्टी फर्स्ट भन्छ है। सेफ्टी चाहिँ जसले पनि घर बनाउँदैछ, ठुल्ठुलो महल बनाउँदैछ है, बङ्गलो बनाउँदैछ, 5 स्टेयर 2 स्टोर बिल्डिङहरू बनाउँदैछ है, त्यसमा चाहिँ तपाईँले यो कम्पलसरी खास लगाउनै पर्छ। तर आफ्नो सेफ्टीको लागि नि गभर्मेन्टले नभने नि कसैले नभने नि यो सेफ्टी चाहिँ आफै सम्झेर नै लगाउनु। हवस्, हुन्छ त आज यति नै।